यसो छ गाडीको बिट यस्तो छ है आज यस्तो छ छतिर नि भिडै भिड छ अगाडि सबै जमाइको खाँदा क्वालिफाई गरेर हिँड्नु पर्ने अवस्थामा छोरी थाकेर छ क्या लास्टै पानी खाने हो उता एउटा किनेर पानी खानु पर्छ है मेरो पानी खानु पर्छ बसहरू गाह्रो छ उतै छ देख्न सक्नुहुन्छ के भन्नु बाँच्दैन भनिहाल्छ त नयाँ वर्ष एकदमै रमाइलो हुनेवाला छ अनि आज मेला पनि लाग्छ रे अनि घोडाहरू पनि टन्नै आउँछ चढ्न है अब साइलुङ स्काई क्या रिट्रिट भन्ने ठाउँमा आइपुग्छु यो भर्खर नयाँ खोलेको रहेछ देख्न सक्नुहुन्छ माथि बुद्धको त्यो मन्दिर छ भने थाकै धेरै छ हौ देख्न सक्नुहुन्छ वरिपरि बसको वरिपरि टन्ना बाइक आयो हेर्नु चढ्न छ यहाँ हिँडेर छ यो सबै भएको मान्छेहरू माथि सैलुङ डाँडामा चाहिँ भेला हुनेछ सबैजना छोरी हेर्नै पछाडि छोरी यता पार्किङ बहुत धेरै छ यहाँ पार्किङ हुँदा हुँदा पनि गइरहेछ त सैलुङ मम्मीले छिटायो भने हामी भर्खर यहाँ काला पानी हामी काला पानी आइपुगेको छौँ मैले अगाडिको भिड त भन्नै पर्दैन र पछाडिको भिड पनि भन्नै पर्दैन हेर्न सक्नुहुन्छ तपाईँहरूले यो काला पानीको बजार होइन सर यो बजार होइन यो काला पानीको बजारमा हामी पनि इन्ट्री गरिसकेको छौँ है छोरीमा पनि इन्ट्री भइसकेको छौँ अनि त्यसपछि यो हेर्न सक्नुहुन्छ यो काला पानीको एउटा होटेलहरू पर्यटक क्षेत्र पनि हो अनि हेर्न सक्नुहुन्छ यहाँ सैलुङ किङ होटल एन्ड लज होइन यहाँ सबै आफ्नो ट्रिप मिलेर गाडी रिजर्भमा आएको अवस्था हेर्न सक्नुहुन्छ पहिला 1 वर्ष अगाडि यस्तो थिएन यो अनि यो 22मा चाहिँ यस्तो प्रगति चेन्ज भएको अवस्था कसै कसैको घरमा लाली गुराँस छ भने बाटो यस्तो छ अनि बाटो हामी पनि हिँडिरहेको छु छोरी कता हो
हेर्न सक्नुहुन्छ कति यता यो नयाँ बनाएको रहेछ पहिले यस्तो थिएन यो नयाँ 1 वर्ष अगाडि ओ बाटो के हो यस्तो यसमा त बब्बल हुन्छ त छोरीको पछाडि फोन लागेछ ल हेर्न सक्नुहुन्छ यसो यो होटलमा चाहिँ लस्सो फ्यापुला भनेर लेखिरहेको छ हार्दिक यहाँहरूले हाम्रो होटलमा स्वागत छ भनेर भनेको छ है हेर्न सक्नुहुन्छ अनि यो एउटा ट्रक चाहिँ फर्किएको अवस्था देखिन्छ ओ यो नयाँ यो के हो छोटे यता यहाँ पनि नयाँ बनाउँदै बाइक आयो छोरी हेर्न सक्नुहुन्छ जमिन छ सेलुमेन होटल काला पानी बाइक हालेर